ल गाइज आज हामी चाहिँ बिन्दुकेश्वरी मन्दिरको भ्रमणको लागि निक्लेका छौँ। ल अब आउन अलिक कष्टकर भए पनि मन्दिर एरिया चाहिँ रमाइलो रहेछ। मेन मन्दिर देख्न सक्नुहुन्छ शिव भगवानको जय शम्भो। ल यो खेला देख्न सक्नुहुन्छ पुल अलिक सुधार भएको रहेछ पहिलाभन्दा। यता पाटी पौवा शिलालेख र शिलालेखमा को पर्नुहुन्छ ल सरर हेर्नु होला है। ल आफ्नो नाम पर्छ कि आफ्नो नाम पर्छ कि आफ्नो नाम पऱ्यो भने चेक गर्नु होला। ल शिलालेख पनि लामो 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 ल शिलालेख तपाईँको नाम छ कि कतै हेर्नु होला। ल जय शम्भो जय शम्भो जय श्री गणेश नमः। ल एकदम भगवान् हुनुहुन्छ। ल घन्टी 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 ल खोलामा माछा पनि राम्रो रहेछ। ल भगवान् त कति हुन् 33 देवी देवताको बास भएको ठाउँ। खोलाको कञ्चन पानी पिउनको लागि एकदम मिठो पानी। ल यता पनि घन्टा पनि मन्दिर छ। ल भगवानको दर्शन गर्नु होला। जय शम्भो जय शम्भो। राम लक्ष्मण सीता। ल यो शिलालेख। ल उता पुल आयो पुल खानेपानीको पाइप पनि बिछाएको रहेछ। देख्न सक्नुहुन्छ। ल बिन्दुकेश्वरी माइकी जय। ल उता हाम्रो ल भ्रमणकर्ता अवलोकनकर्ता 2 जना हुनुहुन्छ उता पिसक्नु भयो। ल पोखरी पुल है त पुल बिन्दुकेश्वरी मन्दिरको पुल। ल बाबा बिन्दुकेश्वरी माई। ल रमाइलो छ नि हाम्रो बाबा। यो चाहिँ आउने ठाउँ है गाइस। ल यो चाहिँ आउने ठाउँ। अब हामी चाहिँ फर्किँदैछौँ। ल यति व्यवस्थित छ। तलबाट चाहिँ साह्रै दुःख पायो है। घरि खोला तर्ने वारी पारी गर्दा बल्ल आइपुग्यो। या ल यो चाहिँ भ्यू पोइन्ट बिन्दुकेश्वरी मन्दिरको भ्यू पोइन्ट रहेछ। चाहिँ यहाँबाट चाहिँ मन्दिर प्रष्ट मन्दिर पुल माथिल्लो पुल चाहिँ देख्नु भएन क्या है गाइस। ल यहाँ पनि कुन बेला मेला लाग्छ। यहाँ सोलर पनि छ। सोलर देख्नुभयो सोलर। ल ठिक मेन मन्दिरको माथि सोलर। यहाँ पनि वर्षको एकचोटि ठुलो मेला लाग्छ। यहाँ अटाइ नहुने ठाउँ अटाइ हुन्छ। ल एकदम शान्त ठाउँमा जङ्गलको वरपर। ल बडा बिच देख्न सक्नुहुन्छ। यो के रुख हो मलाई लाग्छ समीको रुख ठुलो वृक्ष। ल हेर्नु बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ जस्तो शान्त समीको हेर्नु ठुल्ठुलो रुख। यो चाहिँ पार्टी रहेछ है। पार्टी गाइज पार्टी रहेछ है। पार्टी तर खाने पार्टी होइन है। यो चाहिँ बस्ने पार्टी। ल यतै श्रद्धालु भक्त मेला लागेको बेलामा श्रद्धालु भक्तजनहरूको विश्राम स्थल यो। ल यहाँ धर्म यी ल हेर्नुहोस् यी हिन्दू धर्म बुद्ध धर्म एउटै हो। धर्म सबै एउटै हुन् समान हुन्। ल बुद्ध र ल गाइज यी स्पिड राजले चाहिँ घुमाइरहेछ है। स्पिड राजले ल ठुलो वृक्ष खोलाको कञ्चन पानी। बिस्तारै बिक्योर गाइज। लेट्स बिक्योर गाइज। सिक्नु सक्छ है। यति भन्दै हामी हस्त बाई गर्छौँ। ल यो चौतारो हेर्नु चौतारो छ ठुलो समीको रुख पाटी पौवा। अझै माथि चाहिँ हामी गएन है गाइज। माथि के छ हामीलाई थाहा भएन है। माथि के छ माथि चाहिँ थाहा भएन। ल गाइज अब नेक्स्ट टाइममा फेरि मौका मिल्यो भने फेरि आउँला। हस् बाई अहिलेलाई सियो। ल भिडियो हेर्नुहोस्। लाइक सब्सक्राइब सेयर गरिदिनु होला।